यो मेरो फोटो म यसरी बसेर ट्याक्क दसैँको बेलाको फोटो खिचेको समय यस्तो थिएँ यस्तरी फोन आएको बेला सेल्फी खिचेर मैले हालेको थिएँ। आमाले टिको लगाइदिँदै गरेको बेलाको दसैँको च्याट्ट लाएर दसैँको टिको लगाइदिनु भयो अनि कति रमाइलो भयो यस्तरी टिको लगाइदिँदै भान्जा र म गाडीमा घुमेका थियौँ यस्तरी घुमेर चाहिँ च्याट्ट लाएर यही नि मेरी श्रीमती यस्तरी ट्याक्क फोटो खिचेर मलाई पठाएकी थिइन्। यसरी अनि बसेर उठेर ट्याक्क लागेर कस्ती छु भन्थिन्। आमाको बर्थडे मनाएका थियौँ। यो हामी घुम्न गएका थियौँ यो दसैँको बेलाको हो। पिछलो से पिछलो कति वर्ष भयो दसैँको अनि म यस्तरी बसेको थिएँ च्याट्ट लाएर मन्दिरमा गएर चाहिँ पूजा गर्न गएको थिएँ। म यस्तरी फेरि फोटो खिचेँ यस्तरी बुढी फोटो खिचिन् अनि मेरी छोरी नातिनी यिनी छोरी नातिनी हुन् यो पनि छोरी हो मेरे। बुढाबुढीहरू बुढाबुढी घुम्न गएका थियौँ त्यही बेलाको यो च्याट्टको बुटोलको फोटो हो। हस्पिटल सिमको छेउको फोटो हो बुटोल हवाई पुलको हो यो। यो खेत खलिहानको हाम्रो खेतबारी च्याट्ट लाएर घुम्न बस्दै गएका थियौँ। यसो माथि र त्यतातिर राम्रो लागेर चाहिँ च्याट्ट फोटो खिचेर च्याट्ट हालेका छौँ। अनि कस्तो लाग्यो हजुरहरूलाई यो भन्नुहोला, प्रतिक्रिया दिनुहोला र हामीलाई सबैजनालाई चकित पारिदिनु होला। यस्तो दामी दामी लेख्नुहोला मेरो छोरो अनि म यस्तरी फोटो खिचेका छौँ। मभन्दा ठुलो देखिन्छ छोरो। मेरी बुढी आइछन् यिनी त यो यो मेरो छोरी हो छोरी। अनि म बुढी घुम्न गएका थियौँ ससुरालतिर त्यतिखेरको फोटो हो यो गाडीमा जाँदै गरेको र आउँदै गरेको बेलाको हो। अनि यो म यस्तरी फोटो खिचेर ट्याक्क लाएर फेसबुकमा हालेको थिएँ। दामी लाग्यो भने हजुरलाई यो टक्ला भएको थिएँ टक्ला 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 टक्ला। ल साथी आए फेरि म बसेको थियौँ फोटो ट्याक्क फेरि राम्रो लागेर मैले फोटो खिचेँ। घर जाने बेलाको मेरो यो साइँलो भाइ हो। साइँलो भाइ साइँलो भाइ साइँलो भाइ साइँलो भाइ हो यो। मेरो साथी फेरि यस्तरी बसेर फोटो खिचेका थियौँ च्याट्ट लागेर। यो म हो फेरि यस्तो टाउकोमा हात लगाएँ च्याट्ट पारेर फोटो खिचेँ। फेरि यो पहिला गर्नेको घरको फोटो हो यो